नमस्ते। मानव पतनले हाम्रो संसारलाई आखिर कसरी परिवर्तन गर्यो त? आज हामी एउटा विशेष धर्मशास्त्रीय लेखको गहिराईमा डुबुल्की मार्नेछौँ, जसले यसका परिणामहरूलाई एकदमै फरक तरिकाले हेर्छ। ल, सुरु गरिहालौँ है त। सोच्नुस् त, तिमीहरू आफ्ना पिता शैतानका हौ। कस्तो कडा वाक्य हैन? यो उदाहरणले नै आजको हाम्रो स्रोत लेखको जग बसाल्छ। त्यो जग के हो भने, मानव पतनले खाली पाप मात्र ल्याएन, यसले त मानिसको वंश नै बदलिदियो। अब प्रश्न उठ्छ, वंश नै परिवर्तन हुनुको पहिलो र सबैभन्दा ठूलो असर के पर्यो त? सिधा भाषामा भन्नुपर्दा संसार अब ईश्वरको सार्वभौमिकतामा रहेन, यो त शैतानको सार्वभौमिकतामा गयो। यो कुरा बुझ्नको लागि हामीले 4 स्थान आधार भन्ने एउटा अवधारणालाई बुझ्नुपर्छ। यो अलि जटिल सुनिन्छ, तर सारमा यसले सृष्टिकर्ता र उहाँको सृष्टि बीचको आदर्श सम्बन्धको नक्सा कोर्छ। तर हाम्रो स्रोत लेखका अनुसार पहिलो मानवले गल्ती के गरे भने उनीहरूले यो सम्बन्धको केन्द्रमा परमेश्वरलाई होइन, शैतानलाई राखे। अनि यहीबाट शैतानले मानवता र पुरै सृष्टिमाथि आफ्नो नियन्त्रण अनि त्यो नियन्त्रणको परिणाम हेरौँ है त। धर्मशास्त्रमा शैतानलाई यस संसारको शासक मात्र होइन, यस संसारको ईश्वर नै भनिएको छ। मानिसहरू शैतानको सन्तान बने र सम्पूर्ण सृष्टि नै यहाँ लेखिए अनुसार सुस्केर हाल्दै प्रसव वेदनामा छटपटाइरहेको छ। यसले देखाउँछ कि यो कुनै सानो घटना थिएन, यसको असर त पुरै ब्रह्माण्डमा पर्यो। अब शैतानको प्रभुत्व स्थापित भएपछि के आयो त? पाप। तर आज हामीले केलाइरहेको लेखले पापलाई कुनै एउटा गल्ती वा कार्यको रूपमा मात्र हेर्दैन। यसले त पापलाई एउटा सिङ्गो प्रणालीको रूपमा हेर्छ, जरादेखि हाँगाबिगासम्म फैलिएको प्रणाली। यो लेखले पापका 4 प्रकारलाई बुझाउन एउटा रुखको उदाहरण प्रयोग गर्छ, जुन एकदमै गजब छ। सबैभन्दा पहिला आउँछ मूल पाप, जुन रुखको जरा हो। यो पहिलो मानव पुर्खाको पतनबाट सुरु भयो। अनि त्यो जराबाट निस्कन्छ वंशानुगत पाप, जुन रुखको काण्ड जस्तै हो र पुस्ता पुस्ता सर्दै जान्छ। त्यसपछि आउँछ सामूहिक पाप, हाँगाहरू जस्तै, जहाँ एउटा समूह नै पापको भागीदार हुन्छ। र अन्त्यमा पातहरू जस्तै छन् व्यक्तिगत पाप, जुन हरेक व्यक्तिले गर्ने गल्तीहरू हुन्। त्यसो भए यसबाट बुझ्नुपर्ने मुख्य कुरा के हो त? लेखको निष्कर्ष अनुसार अरू सबै पापको जड भनेको त्यही मूल पाप हो। अनि रुखलाई जरैदेखि उखेल्नु परे जस्तै पापलाई हटाउन पनि त्यसको जडमै प्रहार गर्नुपर्छ। र त्यो काम लेखका अनुसार केवल ख्रीष्ट अर्थात् मानवताको साँचो अभिभावकले मात्र गर्न सक्नुहुन्छ। अब पापको संरचना बुझिसकेपछि अर्को अवधारणामा जाउँ, हाम्रो पतित स्वभाव। यो भनेको ती गुणहरू वा भनौँ न बानी बेहोरा हुन्, जुन पतनपछि सम्पूर्ण मानवताले वंशानुगत रूपमा पायो। लेखका अनुसार हाम्रो यो पतित स्वभावका 4वटा मुख्य विशेषताहरू छन्। आउनुहोस् एक एक गरेर हेरौँ ती के रहेछन्। यो स्रोत लेखले भन्छ कि यी 4वटै विशेषताहरू मूलत प्रधान स्वर्गदूतको कार्यबाट आएका हुन्। पहिलो, परमेश्वरको दृष्टिकोणबाट सोच्न नसक्नु। दोस्रो, आफ्नो सही ठाउँ वा जिम्मेवारी छोड्नु। तेस्रो, प्रभुत्वको क्रमलाई उल्ट्याउनु, अर्थात् जसले नेतृत्व गर्नुपर्ने हो उसैमाथि शासन गर्न खोज्नु। र चौथो, आपराधिक कार्यलाई गुणन गर्नु, मतलब आफूले गरेको गल्तीमा अरूलाई पनि तान्नु। अब अलि गहिरो दार्शनिक कुरामा प्रवेश गरौँ है। यो लेखले असल र खराबको हाम्रो सामान्य बुझाइलाई नै चुनौती दिन्छ। यसले भन्छ, असल र खराब कुनै कुराको स्वरूपले होइन, त्यसको उद्देश्यले निर्धारण हुन्छ। ल, एउटा प्रश्नमा विचार गरौँ त, कि कुनै पनि इच्छा आफैमा खराब हुन्छ? सामान्यतया हामी केही इच्छाहरूलाई खराब भन्छौँ होइन र? तर यो स्रोतले यसलाई अलि फरक नजरले हेर्न सिकाउँछ। यहाँ एकदमै स्पष्टसँग देखाइएको छ। लेखको मूल तर्क के हो भने, कुनै पनि काम, इच्छा वा सोचाइ तब असल हुन्छ जब त्यसको लक्ष्य परमेश्वरको इच्छा पूरा गर्नु हुन्छ। र त्यही काम, इच्छा वा सोचाइ तब खराब बन्छ जब त्यसको लक्ष्य शैतानको उद्देश्य पूरा गर्नुहुन्छ। मतलब कुन काम राम्रो र कुन नराम्रो भन्ने कुरा त्यसको बाहिरी रूपले होइन, त्यसको पछाडिको नियत र अन्तिम उद्देश्यले निर्धारण गर्छ। यो परिभाषाले एउटा ठूलो आशाको ढोका खोल्छ। यसको अर्थ के हो भने, अहिले हामीले देखेको यो दुष्ट संसार पनि यदि यसले आफ्नो दिशा र उद्देश्यलाई बदल्यो भने फेरि असल बन्न सक्छ। पुनर्स्थापना सम्भव छ।
ल अब हामी यो विश्लेषणको अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुगेका छौँ, पुनर्स्थापनाको बाटो। आखिर त्यो मौलिक आदर्श अवस्थामा कसरी फर्कन सकिन्छ त? लेखले यसको पनि एउटा मार्गचित्र कोरेको छ। यो प्रक्रियालाई 3 चरणमा हेर्न सकिन्छ। पहिलो चरण हो शैतानसँगको सम्बन्धको जग, जसलाई साझा आधार भनिएको छ, त्यसलाई तोड्नु। त्यो तोडेपछि उसले हामीमाथि काम गर्न सक्दैन। दोस्रो चरण हो परमेश्वरसँग त्यस्तै एउटा बलियो साझा आधार वा सम्बन्ध बनाउनु। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण चरण हो आफ्नो स्वतन्त्र इच्छाको प्रयोग गरेर परमेश्वरको वचन मार्फत शैतानलाई स्वेच्छाले झुकाउनु। यो भएपछि मात्र मानवता आफ्नो मौलिक आदर्शमा फर्कन सक्छ। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने, यो पुरै प्रक्रियामा परमेश्वरले कुनै जोर जबरजस्ती गर्नुहुन्न। यो सबै मानवताले आफ्नै स्वतन्त्र इच्छाले हासिल गर्नुपर्छ। र स्रोतलेखका अनुसार यही स्वतन्त्र इच्छाको कारणले गर्दा नै यो सङ्घर्षको इतिहास यति लामो र कठिन भएको हो। र अन्त्यमा एउटा प्रश्न जसले हामीलाई सोच्न बाध्य बनाउँछ, यदि असल र खराबको बाहिरी रूप एउटै हुन सक्छ भने तिनीहरूको भित्री उद्देश्यमा रहेको फरकलाई कसरी चिन्ने, कसरी छुट्याउने? यो प्रश्नले नै सायद यो सम्पूर्ण लेखको मूल चुनौतीलाई समेट्छ र हामीलाई गहिरो चिन्तनमा छोडिदिन्छ।